अटो चाहिँ यसरी बनिरहेको छ है। माथिको त छत नै छैन। नयाँ नयाँ स्कुटीहरू। एभ्रिवान वेलकम ब्याक टु माई अनदर ब्लग। आई फाइन हजुर सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। जस्ट आज चाहिँ कहाँ जाँदैछु भन्दाखेरि गाईघाट जाँदैछु फेरि होइन, मामासँग साथीमा त जाँदैछु किनकि मामा पनि हस्पिटल जानु हुँदै रहेछ। अस्ति जुन हस्पिटल गएको थिएँ म त्यही हस्पिटलमा आज जाँदैछु। के जस्तो चाहिँ मामा आउँदै हुनुहुन्छ, मामासँग अटोमा जानेवाला छु। ल त गाइज लेट्स गो। सो एभ्रिवान फाइनल्ली म चाहिँ अहिले हामी चाहिँ जस्ट हामी चाहिँ के अरे चुहाड आइपुग्यौँ भनौँ न होइन। जस्ट चुहाड आइपुगेको होइन, अगाडि चाहिँ चुहाड छ, नजारा यस्तै छ। फाइनली हामी चाहिँ हस्पिटल पनि आइसक्यौँ, हामी जान पनि लागिसक्यौँ है। देख्नु सक्नुहुन्छ विश्वास मेडिकल सेन्टर। जग्गा तरिकाले अस्ति पनि आएको थिएँ, आएको चाहिँ धेरै भएको छैन, 2 हप्ता जति भएको छ। ल त भेटौँ हामी अब कतै हो, कता गइन्छ त्यसो भेट्छ त। ल डल्फिन पनि आएको छ बस यार। पहिला म उता जाँदाखेरि चढेको छ कि बसमा, उताबाट आउँदाखेरि के अरे सप्तकोशी काम गर्नु जाँदाखेरि जस्ट एससीको बिदामा त्यत्तिकै गएको थिएँ म पनि काम गर्नलाई। बवाल बाइक गयो यार, हेर्नु न यार, मस्त डुक हो क्या होइन। के हो बाइकको नाम पनि थाहा छैन यार मलाई राम्ररी। ल त जस्ट कति गइन्छ भेटौँ। बस प्राग जाने साइडतिर चाहिँ आइसकेको छौँ हामी चाहिँ। अटोको माथिको त छत नै छैन। ल्या छत त रहेछ कि तर यता रहेछ है। अटो त यस्तो भन्नुपर्छ यार, बवाल क्या। जस्ट है माथिको छत उडाएको यतिकै हिँडाउँदाखेरि चाहिँ कस्तो लाग्ने रहेछ है। तर चलाएको पनि होला सायद कतिले त है, नयाँमा होइन। फिट गर्ने बेला जस्ट ल्याउनु बेला पनि टेस्ट त गर्नुपर्छ नि त होइन। बवाल देख्छ यताहरूको पनि यस्तै छ है, एकदम बवाल छ। अटो त आधी छ क्या पुरै होइन, माथिको छत पुरै फिटिङको लागि जस्ट फिट चाहिँ भएको छैन है। सो एभ्रिवान म चाहिँ अहिले जस्ट राजु दाईको पसलमा आएको छु। राजु दाई पूजा गर्दै हुनुहुन्छ भने यता साथी साइकल बनाउँदैछ, अर्को साथी उता हेरिरहेछ होइन मजाले। सिरज दोस्तको नाम पनि बिर्सिन्छ यार मैले त अहिले पनि। गोली नि हो नाम। ल त ठिक छ। अनि राजु दाई यता हुनुहुन्छ, सन्चै नै हुनुहुन्छ अरे। दाइलाई सोधिसक्यो। अनि यता भाइ चाहिँ को होला। ल त गाई हामी भेट्ने छौँ टाउतिर गएर अहिले। विथ ड्रिलमा पो छ त अब निक्ल्यो। ल त त्यस्तै छ। गाई अटो चाहिँ यसरी बनिरहेको छ है, पुरै पल्टाएर होइन। पुरै पार्ट पुर्जाहरू निकालेर यसरी निकाल्नु परिरहेको हेर्नुहुन्छ। सामान चाहिँ आम्मा हेर्नु पुरै सबै निकालेर बनाउनु पर्ने हुन्छ क्या, त्यसैले बनाउँदै हुनुहुन्छ। ल त बेटा सो अल राइट गाइज, अटो चाहिँ अलिअलि बनिसकेको छ, अलिअलि होइन। जस्ट मेन भनेको सर्भिसिङ हुन लागि छ। के भन्दाखेरि मोबिलहरू चेन्जहरू हुन्छ होइन। जस्तो मोबिल पनि अलरेडी छ क्या, अलरेडी मोबिल छ, त्यो चेन्ज हुन्छ। अनि यहाँनिर अर्को के हो यसको नामै थाहा छैन मलाई फेरि, बेसेको रहेछ हेर्नु न, यस्तै छ। यो पनि चेन्ज हुन्छ। यो चाहिँ मलाई लाग्छ यो धुलोहरूलाई अलिकति फिल्ट्रेसन यताउता गर्छ होला क्या यसले चाहिँ, त्यो लाग्छ मलाई त्यसमा है। नयाँ बाइक पर्चेस गर्दै हुनुहुन्छ यहाँनिर सोरुममा चाहिँ अङ्कलहरूले, त्यो म चिन्दिनँ त्यही पनि होइन। यतातिर एउटा अटो, यता अटो एउटा पल्टिरहेछ, उता एउटा पल्टिरहेछ, यहाँ चाहिँ सिधै छ। यो पनि पल्टेको थियो कि जस्ट यहाँ अटो सर्भिसिङ चाहिँ हुँदैछ। यस राम्रोसँगले काम चाहिँ हुँदैछ है, मस्त तरिकाले। खाना पनि खाएको छैन, खाना पनि अहिले खाना पनि जानुपर्ने हुन्छ। हामी एकैचोटि खाना खाने टाइममा भेटौँ त गाइस। सो नयाँ नयाँ स्कुटीहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ है, एकदम बवाल छ। अनि ब्रेक ओइल पनि आइसक्यो, ओइल होइन त्यही है के हो जस्ट .3 होइन। यो चाहिँ हाम्रो साइकलको ब्रेकमा पनि लगाउन मिल्छ भनौँ न, हर चिजमा। अनि आज पनि बच्चाहरू होली खेलिरहेको हो साइकको म। ल बाई गाइज।
किन भएको त्यो पाए भने ठुलो पर्दा त्यस्तो गर्छ कि के भयो लॉलीपॉप लागे लो या गाइस ये देख सकते हो नजारे बल्ल 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 ठुक्का यत्रो टाइम खर्च कसरी भयो भनेर सोच्नु भयो होला होइन अहिले 2:26 गइसकेको छ क्या ठुक्का यत्रो टाइम कसरी वेस्ट भयो भन्नु पर्दाखेरि चाहिँ जस्ट अटो बनाउँदा बिहान 10 बजीदेखि आएको 2 भइसकेछ है 2 बजेको थाहै पनि पाएन भन्दा पनि थाहा थियो तर बितेको समय चाहिँ थाहा भएन क्या होइन घडीको टाइम थाहा थियो ले भाइ यत्रो टाइम एक्सपेन्ड भयो अलिकति पेटमा पनि भोक पनि लागिरहेको छ हल्का होइन खानासाना खानुपर्ने हुन्छ गएर हामी जग्गास तरिकाले मेरो पनि ब्रेक ओइल पनि लिएँ मैले जस्ट मेरो साइकलको लागि होइन त्यो साइकलको ब्रेकको लागि ओइल सकिरहेको छ प्लस अनि के भन्छ त्यो पनि होइन ब्रेक ओइल सकिरहेको छ लागिरहेको जग्गास तरिकाले खाना खाने बेला पाएँ जस्ट गाइस अहिले चाहिँ स्केट पार्कमा आएको चाहिँ देख्नु सक्नुहुन्छ स्केट पार्कको नजारा जस्तै छ भित्र है बबाल छ स्केट पार्क चाहिँ भनौँ न अस्ति नै हामी आएर खेलेको थियौँ क्या त्यहाँनिर चाहिँ मामा चाहिँ रिपोर्ट लिन जानुभएको छ मामा आएपछि जानुपर्छ फाइनली मुर्कुची पनि आइसक्यो है स्वर पुरै सुकिरहेको के भएको आइडन नो जस्ट मुर्कुची चाहिँ देख्नु सक्नुहुन्छ नजारा यस्तै छ जस्ट अहिले चाहिँ भएर दाइको ग्यारेज अगाडि छौँ हामी चाहिँ मामाको कामहरू गर्दा जानुभएको छ भने म चाहिँ यहीँ छु फाइनली अटो पनि बन्यो है बिग्रेको थियो अटो भनौँ न मामाको अटो बिग्रियो है भन्नेवाला थम्बनेलमा भिडियो बन्नेवाला छ जस्ट के कस्तो हुन्छ हेर्नु होला राम्रो लागे पनि नराम्रो लागे पनि तपाईँहरूको इच्छा हेर्नु नहेर्नु है भिडियोलाई सक्दो सपोर्ट चाहिँ गर्नु होला इच्छा लागेछ भने जबरजस्ती सपोर्ट गर्नु पनि भन्न चाहन्न म त्यसैले गर्दाखेरि फाइनली मुर्कुची चाहिँ आइसक्यो भनौँ न आफ्नो गाउँ अब चाहिँ घर जानुपर्ने हुन्छ ल हामी घरतिर गएर भेटौँ के कस्तो माहौल हुन्छ चाहिँ बिचारा मेरो साइकल चिन्तामा रहेछ यार कसैले नचलाएर देख्नुहुन्छ है घरमा एक्लै घर रुँगेर बसिरहेको रहेछ यार मेरो साइकल त जस्ट होइन ल त अनि भिडियोलाई इन्ड गरिदिउँ खानासाना पनि खाएर आइसकेँ मैले चाहिँ अघि नै होइन लास्टै भोक लागेको थिएन क्या किनकि आज त खोइ के भयो यार अनिदो भएर होला निन्द्राले गर्दाखेरि भोक पनि हरायो क्या निन्द्रै लागिरहेको थियो अलरेडी निन्द्राले गर्दा भोक चाहिँ पनि हटाएको मऱ्यो ल त गाइस आजको भिडियो चाहिँ कस्तो लाग्यो राम्रो लाग्यो लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नु होला थ्याङ्क्स फर वाचिङ माई भिडियो भोलि बिहानको भिडियोमा भेटौँ किनकि भोलि भोट हाल्ने दिन हो ल त बाई गाइस